सो हे गाइस वेलकम ब्याक टु अनदर न्यू भ्लग र सन्चै हुन्छ होला आजको भ्लगमा स्वागत गर्दछु र यहाँ हुन्छ मेरो बाबा बाबा आज हजुरको बर्थडे हो र ह्याप्पी बर्थडे टु यु थ्याङ्क यू मजाले भन्नु न मजाले भनिरहेको छ हजुर थ्याङ्क यू भनिरहेको छु त भनेर बाबा सुतिरहनु भएको छ अहिले सो गाइस अहिले चाहिँ माइजू र म चाहिँ बाबालाई गिफ्ट लिनलाई जाँदैछु बर्थडे गिफ्ट हाम्रो धनकुटा बजार मामु र भाइ त्यहाँ हुनुहुन्छ यहाँ हुनुहुन्छ सुरेश दादा हेलो ओ माइक हाय हाय फ्रेम बनाउँछ ह्याप्पी बर्थडे टु यु के हो हेर्नु ल होइन मलाई होइन मसँग छ त सजिलो खालको चप्पल हजुर सजिलो खालको चप्पल त्यो फिता टाइट भयो भने ऊ ठिक्क भयो त्यही अलिकति त फिटा उयो अगाडिपट्टि त खोल्नुपर्छ है ठिक्क भयो त नि ए बाबालाई गिफ्ट बर्थडे बोय बर्थडे फादर चटपटे खाँदै हेलो भन्नु मैले त अघि खाएको कि बाबा अहिले मिटिङमा आराम भएको होइन लुगा मिलाउनु न अलिकति खतरा एन्ची आउनुभयो एन्ची बाबाले चाहिँ मलाई बाइक सिकाउन लान्छु भन्नुहुन्थ्यो खै कहिले लाने बाबा हेलो हेलो स्याटरडे चाहिँ साँच्चै लानुहुन्छ नि बाइक कुदाउन लाने कुरो छ त भ्लगमा भनिसक्नु भएको छ यहाँ अब त्यो त्यतिखेर पनि भिडियो आउँछ गाइस ओके 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 ल बाबाले सिद्ध भनिसक्नु भइसकेको छ यहाँ आउनुहुन्छ हाम्रो भाउजू हेलो हाई हजुर हजुर सो हे गाइस र अब चाहिँ म फेरि अर्को गिफ्ट लिन गएको छु त्यो चाहिँ गिफ्ट माइजूले दिनुभएको छ अघि हामी सुरेश दाको पसल गएको थियौँ नि हो त्यो ठाउँमा हामीले 17 इन्चको फ्रेम बनाउँदै थियौँ र अब अहिले हामी जाँदैछौँ म मात्रै जाँदैछु अहिले दादासँगै आउँछ अहिले घर र सो गाइस हामी चाहिँ केक चाहिँ नकाट्ने अरू चाहिँ खाने त्यो छुट्टै भइयो खाने छ होइन अनि त्यस्तै हो केक चाहिँ नकाट्ने अरे बाबालाई मन पर्दैन केक काटेर चाहिँ सो गाइस अहिले चाहिँ म बजारमा छु सुनसान बजार धनकुटा बजार कोसी ग्यास अगाडि सो गाइस यिनी हाम्रा भान्जाले अर्को फ्लेक्स पनि रेडी पार्नुभयो फ्लेक्स 3D जस्तो देखिरहेछ कर्नर जुन लेखेको चाहिँ 3D जस्तो देखिरहेछ अर्को खै फ्रेम खै देखाम त उठौँ अर्को ऊ त्यहाँ छ ऊ त्यो देख्नुभयो होला गाइस त्यस्तो आएको छ खतरा छ खतरा सो गाइस हामीले गिफ्ट लिएर आइसकेको छौँ अहिले यहाँ प्लास्टिकै नहटेर हिँड्नु तपाईँ चाहिँ अनबक्सिङ गरेर हुन्छ ऱ्याप गरेर आउनुपर्छ कि साथी बिर्सिम कस्तो छ्या अहिले यहाँ घर आइपुगेपछि सम्झिम क्या चप्पल आउनु ल गिफ्ट ल यो चाहिँ स्पोन्सर बाई के भन्छ नि गिफ्टेड बाई माइजू
भाइजीले ल ल बर्थडे गिफ्ट बाबाको ल आज बाबाको बर्थडे र यस्तै छ अर्को 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 ल सुरेश दादाको पनि गिफ्ट हेरौँ ओ लु 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 के गरेको दादा र भाउजू अब दादा भाउजूले गिफ्ट दिँदै ल कर्नर जोनको तर्फबाट 3D प्रिन्टेड यसमा चाहिँ मेरो पनि फोटो छ है गाइस स्पोन्सर 3D जस्तै छ है ह्याप्पी बर्थडे टु यु अँध्यारो आयो क्या तर त्यहाँ लास्टै बाबाले किन केक नकाट्नु भएको भन्नु त लु त्यो हाम्रो संस्कारमा पर्दैन त्यो उपयुक्त होइन त्यसकारण मलाई केक काट्न राम्रो लाग्दैन नकाट्ने है बाबु त्यही भएर हामीले केक नकाटेको अरे अनि अरू 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 खानेकुरा छ त्यही हो यहाँ छ भात यहाँ छ दाल के को दाल हो अथवा मुसुरीको दाल मासु भेज सलाद हामी डिउ पनि खान्नौँ गाइज एलर्जी हामी डिउको साटो मै खान्छु म किन भन्दा हामी अर्ग्यानिक हामी कोल्ड ड्रिङ्क्स कहिले पनि खान्न कहिले भेल्यु भने म आइसक्रिम नखाने मान्छे हिजो भाउजूहरूकोमा गएको दिइहाल्नु भयो अनि मात्रै खाएको नत्र म खान्न थिएँ केटाकेटीहरू डिस्कोमा डान्स खानु डिस्कोमा डान्स डान्स ल डान्स ओ फाइट चाहिँ होइन डान्स हो भने त ओ डान्स ल अब हामी खानालाई रेडी भइसक्यौँ बर्थडे फादर त खान थालिसक्नुभयो अब सो गाइज ब्रस गर्ने बेला भयो अब हाम्रो चाहिँ सो है गाइज र अहिले चाहिँ हामी भात खाइसक्यौँ र यहाँ भाइ छ सानो भाइ माइजूको छोरा र हाम्रो दादा केटाहरू ग्याङ मुस्ताङमा केटाहरू भन्दाखेरि यता त्यहाँ पर्छ केटाहरू ग्याङ मुस्ताङमा के गर्ने केटा रोब्लक्स आज कुन ए थाहा छ थाला बसेस थाला फर रिजन थाला for a reason. Yes, thanks for watching. Bye bye.